हेलो गाइज, वेलकम टु माई ब्लग। आज फेरि नयाँ ठाउँमा जापानको योकोहामा भन्ने ठाउँमा आएको छु। योकोहामाको यो एकदम फेमस बिल्डिङ, के अरे ल्यान्डमार्क बिल्डिङ भन्यो नि। ल ऊ चाहिँ यहाँ मामाको छोरा नि टक्क यहाँ छ एकदम। यता हेर, यो पनि यहीँ छ होइन। अब हाम्रो घुम्ने यो ठाउँको चाहिँ आज लास्ट डे नै होला होइन। लास्ट डे आज योकोहामाको यस्तो ठाउँमा जब हामी मजाले घुम्नुपर्छ। यहाँको स्पेसल के छ रन्जित? स्पेसल यहाँको एउटा स्पेसल भनेको एउटा यो ल्यान्डमार्क बिल्डिङ रहेछ होइन। केबल कार पनि रहेछ। अनि यहाँ एउटा पिङ रहेछ यो, तर यो यहाँको एउटा भ्यू हेर्नेहरू मात्रै जस्तो छ। यो चाहिँ अब हाम्रो उतातिर पनि छ होइन, खासै वाउ त लागेन। अनि यही बिल्डिङहरू अलिअलि छ। अब यहाँको घुम्न लायकहरू यो चाहिँ समुद्रमाथि बनिएको छ अरे एउटा ठुलो बिल्डिङ, त्यो हेर्न जानु छ। ल अब यति नै अहिलेलाई। ऊ बब्बाल गाडी पनि बब्बाल कुद्दो रहेछ यार। फन पार्क टाइपको पनि रहेछ होइन, हल्का रिक्रिएसनको लागि। यो चेरी ब्लोसम चाहिँ हल्का सकिसकेको रहेछ। यो चाहिँ आउने बेलामा भनै भन्ने। अनि आउने बेला भन्थ्यो चुप लाग्छ। मलाई यहाँ टाइम मिल्नु परेन भन्नलाई, थाहा नै पाउनु पऱ्यो नि। यस्तै हो योकोहामाको एकदम मोस्ट फेमस प्लेस योकोहामा। अब यहाँ चाहिँ म्याक्सिमम टुरिस्टहरूको एकदम ठुलो हुने ठाउँ रहेछ। पारी योगाहरू भन्नुहुन्छ। अब हामी टाइम मिल्यो भने चढिन्छ, नत्र भए चढिन्न। यहाँबाट चाहिँ बब्बाल भ्यूहरू पनि देखिने रहेछ। यो एकदम मस्ट एक्सपेन्सिभ पनि रहेछ यो एरिया होइन, अलि एक्सपेन्सिभ। हल्का इन्टरटेनमेन्टको लागि केटीकेटीहरूलाई सबै कुरा बवाल छ। अनि एकदम टुरिस्ट प्लेस पनि रहेछ होइन। अब म चाहिँ घुम्दैछु, हेर्दै गर्नु होला। योकोहामाको यो मेरो थर्ड डे हो होइन। थर्ड डेमा चाहिँ अब अझै कता कता अब घुम्ने त त्यस्तै हो, घुम्ने भन्ने कुराहरू। अब अहिले चाहिँ अब घुमे जस्तो गऱ्यो। अब नेक्स्ट टाइम कोही आउँदै हुनुहुन्छ भने चाहिँ एकदम प्लान गरेर आयो भने पनि खासै युटिलाइज होला जस्तो लाग्यो। मलाई एउटा ठाउँमा गयो अर्को ठाउँमा जान ढिलो हुन्छ, टाइम म्यानेज गर्न अलिक गाह्रो हुन्छ। यस यतातिर चाहिँ बब्बाल लाग्यो ल, अलिकति फिल हुने टाइपको छ। अलिकति घुम्न आएको, अलिकति नयाँ ठाउँ जस्तो चाहिँ छ होइन। यस्तै छ लगाइदिए जापानमा चाहिँ CUPNOTLES कुपनडोल पार्क पनि रहेछ है गाइस। हेर्नु होला है। योकोहामाको आसपासमा छ होइन यो एरियालाई चाहिँ सिटीहरूको त सी लाइक त्यस्तै के भन्नु रहेछ। समुद्र माथिपट्टि बनेको बिल्डिङ भने। अनि यहाँनिर अब मजाले हेर्न सकिन्छ। यहाँ ठुलो क्रुज छ होइन। अब यो डायमन्ड प्रिन्स क्रुज भन्दैछ होइन। यस यहाँनिर अब टक्क बुढाहरू फिसिङ हान्दैछन्। सबजना आफ्नोमा छ। म नि आफ्नै धुनमा टक्क पकाउनु थालिरहेको छु। ल यहाँनिर चाहिँ अलिकति एउटा पार्क रहेछ सानो, यो बिचहरू हेर्ने होइन। एकदम ठाउँ एकदम पिस छ। यो सानो पार्कहरू, तर म्याक्सिमम टुरिस्टहरू हुने ठाउँ रहेछ। यस्तै छ योकोहामामा गाइजहरू। घुम्न आउने एकदम मिस गर्न नहुने ठाउँ चाहिँ रहेछ क्या यो। ऊ
त्यो पारीको के रहेछ यो चाहिँ जुम गरेर हेरौँ होइन के हो पत्ता लगाउन सकिनँ मैले यताको क्रुजहरू चाहिँ यो सिटी चाहिँ अलिकति बहुत फेमस रहेछ यस्तो रमाइलो लाग्यो होइन अझै क्रुजमै आउनु पर्ला जस्तो लागिरहेको थियो के गर्नु मिलेन के भन्दैछ ल दाइको च्यानललाई एउटा केही भनिदेऊ ल लाइक कमेन्ट सब्सक्राइब धेरै 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 गरिदिनु होला ल भनिदेऊ ल कुनै च्यानल छ थाहा थिएन फर्स्ट टाइम थाहा भयो म सब्सक्राइब गर्छु सबैजनाले सब्सक्राइब गरिदिनु होला अनि जापान पनि जापानमा भ्लग आउँछ अब कोरिया गएपछि आइसक्यो अलिकति त आइसक्यो अब यो पनि आउनु बाँकी छ यहाँ माछा मार्दैछ के खोला छ नि ट्युसन बेसी यस्तै छ यो गोमाको रमाइलो सिटी होइन अब खासै अब बोल्ने कुरा नि केही छैन के भन्नु सिटीहरू अब घुम्यो बगान लाग्यो पार्कहरू यहाँको पोर्टहरू अनि यो ओल्ड पोर्टर्सहरू त्यस रमाइलो लाग्यो यहाँको ल यो ठाउँ चाहिँ मिठो लाग्यो ल गाइज आजको मेरो यो गोमाको ट्रिप चाहिँ आजलाई यति नै भयो अब भोलि नेपाल के अरे नेपाल चाहिँ कोरिया फर्किनु छ होइन आजलाई यति नै भयो ल गाइज दाइको ब्लग हेर्दै गर्नु होला हो अब यताबाट म उता नारिता होटेल जान्छु नारिता मार्वाइड होटेल इन्टरनेसनल होटेल भनेको छ होइन अब त्यहाँ गएर पोसिबल भयो भने एउटा सानो भिडियो बनाउँछु होइन भने अब भोलि चाहिँ मेरो 10-11 बजेको फ्लाइट छ होइन यो घुम्नु आज रमाइलो लाग्यो यो घुम्नु एकदम टुरिस्ट प्लेसै रहेछ कि यहाँको घुम्नुपर्ने ठाउँ नै रहेछ एउटा सिटी एबभ द सी होइन यो नि ठिकै छ उता भ्यानिसमा पनि त्यस्तै पाएको थियो नेक्स्ट टाइम फेरि यहाँनिर नि आउनु पऱ्यो पाइयो मजा लाग्यो ल गाइज आजलाई यति नै बाई बाई किप लभिङ किप सपोर्टिङ गाइज बाई बाई ल